यो भिसा लगाइसकेपछि मान्छेहरू पुरै पैसा दिनु अनि आउनु नि होइन, किन ल्याङल्याङ गरिराख्नु पर्यो क्या है। कति ल्याङल्याङ गर्छन् मान्छेहरू यहाँ भिसा लगाइसकेपछि। भिसा नलाग्नुभन्दा अगाडि चाहिँ होइन, अब भन्छ मलाई मसँग चाहिँ एक्स्ट्रा पैसा लिए हुन्छ, बरु भिसा लागिदियोस्, नेपालमा यस्तो छ उस्तो छ दुःख छ, काम साम छैन भनेर होइन। अनि यहाँ भिसा लागिसकेपछि चाहिँ त्यो मान्छेहरूले होइन, अब जुन रेट भनेको हुन्छ नि एजेन्टले यहाँको, अनि उताको मान्छेले यत्रो महँगो भनेर गरेर दाँत देखाइदिन्छ क्या, यत्रो त दिनु सक्दिनँ, गाह्रो छ उता यता भनिदिन्छ क्या लास्टमा क्या। हामीले उहिले यो 2023मा आएको, म दुबईदेखि जिसिडी एचआर म्यानेजमेन्टबाट यो डेलिभरीमा आएको है, फुड डेलिभरीमा 18,000 दिरम दिएको क्या, 18,000 दिरम। नियरली भनौँ न उहिले अब 4,500 युरो हुन्थ्यो, उसलाई मात्र बुझाएको जिसिडी एचआर म्यानेजमेन्टलाई। त्यसपछि प्लेन टिकट आफ्नै, भिएफएस आफ्नै, डमी टिकट, इन्सुरेन्स उता सब आफ्नै। नर्मल्ली यहाँसम्म आइपुग्दा रुम रेन्ट उता यता गर्दाखेरि झन्डै भनौँ न 7,000 युरो भेट्यो क्या उहिलेको समयमा। त्यो बेला पनि आफैले अब के अरे मेडिकल जाने, अनि इन्सुरेन्स आफैले गर्ने, रुम पनि अब भनौँ न आफैले खोज्ने, उता यता गरेर होइन दुःख सुख गरेर कार्ड बनाइन्थ्यो। अहिले मान्छेहरू यति सहज बनाएको छैन मान्छेहरूलाई होइन। जुन आउने मान्छे छ नेपालबाटदेखि दुबईबाटदेखि यहाँ एजेन्टहरूले कोही सबै त भन्दैन होइन, कोही एजेन्टहरूले होइन उनलाई रुम खोज्नेदेखि लिएर मेडिकल गराइदिन्छ, इन्सुरेन्स गराइदिन्छ, अगाडि पछाडि दौडिन्छ है, त्यो बायोमेट्रिक नहुन्जेलसम्म क्या, कार्ड नपाउन्जेलसम्म। त्यही पनि चित्त बुझ्दैन हौ मान्छेहरूले त यार, अचम्म लाग्छ क्या। सायद त्यस्तो नगराउ न हौ, हल्का कमन सेन्स लाऊ के, ल्याङल्याङ नगराऊ मान्छेहरू यार। यो चाहिँ भिडियो एकजना साथीको लागि हो, मेरो कन्टेक्स्टमा छैन है यो भिडियो।